हे परमेश्वरी, यो रम्मलगारीको कसम साँच्चै भन्दैछु म, यो भक्तहरू छ नि, भक्तहरू, अन्धभक्तहरू, जोसुकैको होस्, चाहे त्यो अन्धभक्तहरू, तिनीहरूको चाहिँ यो आँखाको दानाहरू बाहिर पुलुक्कै निस्किने गरी आँखा ठुलो पारिदिनु पर्यो। त्यति मात्रै नभएर त्यो मनको आँखाले नि हेर्न सक्ने क्षमता प्रदान गर्नु पर्यो क्या। देखेनन् हौ ती अन्धभक्तहरूले आफूले मन परेका मान्छेहरूले गरेका कमी कमजोरी, गलत कुराहरू, बोलेका कुराहरूलाई कहिले देखेनन्। एकरो सपोर्ट गरिरहे अनि केही पनि भन्न नहुने, उसको फेभरेट मन परेको मान्छेलाई गाली गरिहाल्ने है। हौ भक्त हुनु तर एकरो भएर अन्धभक्त चाहिँ नहुनु है। कुरा बुझ्यो भने फेरि मानसिक रोगी होला है। अन्धभक्तहरू विचार गरेस्।